बाल्टिमोर मेरील्यान्डको एउटा सडकमा सगरमाथाको स्वाद भेटिन्छ। यो कुनै पहाडको कथा होइन, यो त एउटा रेस्टुरेन्ट र त्यसका शेफको यात्रा हो, जसले आफ्नो खानाको माध्यमबाट हिमालयलाई एउटा अमेरिकी शहरमा ल्याइपुर्याएका छन्। आउनुहोस्, यो पाक यात्राको पर्दा पछाडि के छ एकछिन निहालौं। हो, प्रश्न यही हो। आखिर संसारकै अग्लो शिखर र बाल्टिमोरको एउटा सानो रेस्टुरेन्ट बीच के सम्बन्ध होला? यो अनौठो सम्बन्धको रहस्य शेफ अम्मरको भान्सामा लुकेको छ, र त्यो रहस्य खोल्ने चाबी हो खाना। यो रेस्टुरेन्टको कथा बुझ्नका लागि हामीले यसको मेन्युलाई बुझ्नुपर्छ। यहाँको हरेक परिकार आफैमा एउटा अध्याय हो, र हामी सुरु गर्दैछौं सबैभन्दा लोकप्रिय अध्यायबाट, जसले पहिलो घाँसमै मान्छेलाई आफ्नो बनाइदिन्छ। हो, समोसा। बाहिरबाट एकदमै क्रिस्पी, भित्र मसलादार आलुको त्यो नरम स्वाद। यो साधारण देखिने खाजा नै शेफ अमरको सफलताको पहिलो ढोका हो। यो केवल एउटा परिकार होइन, यो त पहिलो प्रभाव हो, र यो सधैँ उत्कृष्ट हुन्छ। एकछिन सोच्नुहोस् त, 100%। शेफ अमरका अनुसार उनको रेस्टुरेन्टमा आउने हरेक व्यक्तिलाई समोसा मनपर्छ। यो कुनै मार्केटिङको दावी मात्रै होइन, यो त उनको पाककलाप्रतिको गहिरो विश्वास हो। यस्तो सर्वसम्मति पाउनु साँच्चै नै दुर्लभ कुरा हो। शेफ अम्मरको आफ्नै शब्दमा सुन्दा यो केवल एउटा तथ्याङ्क होइन, यो त उहाँ र उहाँका ग्राहकहरू बीचको सम्बन्धको प्रमाण हो। उहाँले आफ्ना ग्राहकहरूको स्वादलाई कति राम्ररी बुझ्नुभएको छ भन्ने कुरा यसले देखाउँछ, र यही बुझाइले उनीहरूलाई बारम्बार फर्केर आउन बाध्य बनाउँछ। ल, समोसाले त भोक जगायो, अब लागौं मुख्य आकर्षणतिर। यहाँ हामी शेफको दर्शनलाई अझ गहिलोसँग देख्नेछौँ, एउटा यस्तो परिकारमा जुन यो रेस्टुरेन्टको पर्याय नै बनिसकेको छ। यदि समोसा रेस्टुरेन्टको परिचय हो भने चिकन टिक्का मसाला यसको आत्मा हो। यही त्यो परिकार हो जसको लागि मानिसहरू टाढा टाढाबाट आउँछन्, र जसले माउन्ट एभरेस्टलाई बाल्टिमोरको कलिनरी नक्सामा स्थापित गरेको छ। र तथ्याङ्कले पनि यही कुरालाई समर्थन गर्छ। करिब 90%। सोच्नुहोस् त, 10 जना मध्ये 9 जना ग्राहकहरू यो परिकारको स्वादमा डुब्छन्। यो केवल लोकप्रियता मात्रै होइन, यो त मेन्युको निर्विवाद राजा हो। त्यसो भए के छ त यसको रहस्य? यो स्वादहरूको एउटा उत्सव जस्तै हो। तन्दुरको धुवाँदार स्वाद लिएको नरम चिकन गोलभेडाको बाक्लो र क्रिमी ग्रेभीमा डुबेको हुन्छ, अनि त्यसमाथि करिब 18 थरीका मसलाहरूको जटिल मिश्रण, जसले हरेक गाँसमा एक नयाँ तहको स्वाद थपिदिन्छ। शेफ अमरलाई राम्रोसँग थाहा छ कि उहाँले केही विशेष बनाउनु भएको छ। उहाँका अनुसार यो एकपटकको अनुभव मात्रै होइन, यो त एक किसिमको लत हो। पहिलो गाँसले नै मानिसहरूलाई जीवनभरको लागि प्रशंसक बनाइदिन्छ, र यही नै उहाँको सफलताको वास्तविक मापन हो। तर शेफ अम्मर लोकप्रिय परिकारहरू बनाउनमा मात्रै सीमित हुनुहुन्न। एक साँचो कलाकार जस्तै उहाँ परम्परालाई सम्मान गर्नुहुन्छ, तर त्यसलाई नयाँ रूप दिन पनि डराउनुहुन्न। उहाँको भान्सा एउटा प्रयोगशाला पनि हो भनौँ न। चना मसलालाई नै हेरौँ न, यो उत्तर भारतको एकदमै क्लासिक परिकार हो, तर शेफ अम्मरले यसमा एउटा साधारण तर एकदमै राम्रो परिवर्तन गर्नुभएको छ। ताजा पालुङ्गो। यो सानो परिवर्तनले परिकारलाई स्वास्थ्यकर मात्र बनाउँदैन, स्वादमा एउटा नयाँ गहिराई पनि थपिदिन्छ। जब उहाँ भन्नुहुन्छ यो मेरो आफ्नै रेसिपी हो, यसमा उहाँको गर्व झल्किन्छ। यो केवल खाना पकाउनु मात्रै होइन, यो त ग्राहकको चाहनालाई सुन्नु र परम्परागत स्वादलाई आजको समयअनुसार बनाउनु पनि हो। उहाँको नयाँपन यतिमा मात्र रोकिँदैन। परम्परागत परिकारहरूलाई परिमार्जन गर्नु एउटा कुरा हो, तर बिल्कुलै नयाँ परिकार बनाउनु अर्को। गर्मीलाई ध्यानमा राख्दै उहाँले चारी सलाद बनाउनु भएको छ, जुन उहाँको रचनात्मकताको अर्को सुन्दर प्रमाण हो। फेरि पनि उहाँको जोड स्वास्थ्य र मौसम अनुसारको खानामा छ। यो केवल एउटा सलाद मात्र होइन, यो त एक व्यवसायको रूपमा उहाँको चलाखी पनि हो। यसले देखाउँछ कि उहाँ बजारसँगै विकसित भइरहनु भएको छ, र आफ्ना ग्राहकहरूलाई सधैँ केही नयाँ अनुभव दिन तयार हुनुहुन्छ। हामीले खानाको के र कसरी बारे कुरा गर्यौं, अब किनको जवाफ खोज्ने बेला आएको छ। यो सबैको पछाडि शेफ अम्मरको व्यक्तिगत यात्रा, उहाँको सङ्घर्ष र सपनाको कथा छ। यो टाइमलाइनले केवल मितिहरू मात्रै देखाउँदैन, यो एउटा सपनाको यात्रा हो। सन् 1996 मा एक आप्रवासीको रूपमा अमेरिका आएर
4 वर्षसम्म अरूको भान्सामा पसिना बगाएर उहाँले सन् 2000मा एउटा ठूलो आर्ट गर्नुभयो, आफ्नै रेस्टुरेन्ट खोल्ने। यो केवल व्यवसायको सुरुवात थिएन, यो त एक नयाँ पहिचानको निर्माण थियो। र हो, यहाँ आएर हाम्रो सुरुवाती प्रश्नको जवाफ पनि मिल्छ। माउन्ट एभरेस्ट, यो नाम किन? किनभने शेफ अमरले भने झैँ यो नेपालको मात्र होइन, विश्वकै चिनारी हो। यो नामले नै उत्कृष्टता, उचाइ र आफ्नो जरोप्रतिको गर्वलाई जनाउँछ। यो एउटै शब्दमा उहाँको सम्पूर्ण कथा लुकेको छ। त्यसो भए शेफ अमरको यो सम्पूर्ण यात्रा र उहाँको खानाबाट हामी के सिक्न सक्छौं त? उहाँको सफलताको विरासतलाई 3वटा मुख्य स्तम्भहरूमा बाँड्न सकिन्छ, जसले उहाँको यो पाक साम्राज्यलाई बलियो बनाएर राखेको छ। उहाँको सफलताको सूत्र यही हो। पहिलो, स्वास्थ्यप्रतिको अटल ध्यान, जसले ताजापन सुनिश्चित गर्छ। दोस्रो, परम्परामा नवीनता ल्याउने आँट। र तेस्रो, शून्यबाट सुरु गरेर एक सफल साम्राज्य खडा गर्ने त्यो अदम्य उद्यमी भावना। यी 3 स्तम्भहरूले नै उहाँको पाक विरासतलाई परिभाषित गर्दछ। अन्त्यमा शेफ अमरको कथाले हामीलाई एउटा गहिरो प्रश्न सोध्न बाध्य बनाउँछ। के खाना केवल पेट भर्ने माध्यम मात्रै हो, वा यो हाम्रो पहिचान, हाम्रो सङ्घर्ष र हाम्रो सपनाको कथा पनि हो? सायद अर्को पटक कुनै परिकारको स्वाद लिँदा हामीले त्यसको पछाडिको कथालाई पनि खोज्ने प्रयास गर्नुपर्छ।